सबैलाई नमस्कार। मेरो नाम हो जीवी श्रेष्ठ र यति बेला म सिन्धुलीको खुल्ला मञ्चमा छु र यहाँ चाहिँ म एउटा थोरै सानो भिडियो बनाउन लाग्दैछु, किनभने यही माघ 9 गतेदेखि माघ 19 गतेसम्म सिन्धुली महोत्सव सिन्धुलीको खुल्ला मञ्चमा सुरु हुँदैछ र उद्योग वाणिज्य सङ्घ सिन्धुलीको आयोजनामा चाहिँ यो महोत्सव सुरु हुँदैछ र यहाँ चाहिँ मैले देखिराखेको छु यहाँ स्टलहरू पनि बन्दैछ यो चौडीमा। अनि यहाँतिर चाहिँ यो खेल्नको लागि हैन यो बालुदानका सामग्री यो ठाउँमा बस्ने रहेछ र यहाँ चाहिँ यो पिङहरू डुङ्गाहरू हैन यो अरू धेरै कुराहरू बन्दैछ। यहाँतिर यो ठुलो यो बाँसको गेट जस्तै छ, यो के बन्दैछ त्यो पनि म यहाँलाई देखाउँछु थोरै यो सानो भिडियो, किनकि अब सिन्धुलीमा चाहिँ धेरै समय बाँकी पनि छैन। अब केही दिनमै सिन्धुली महोत्सव पनि सुरु हुँदै गरेको म यहाँ जानकारी गराउँछु। र यहाँ हेर्नुहोस् त, यहाँ खेल्नको लागि धेरै खेलका सामग्री पनि देखिराखेको छु मैले। र यो हाम्रो यो के बन्दैछ, यो गेट हो, यो प्रवेशद्वार यहाँबाटै हो। ए ओके, यो चाहिँ प्रवेशद्वार रहेछ यहाँ। अब यो चाहिँ गेट एकदम भव्य भव्य बन्दैछ। यो कहिलेसम्म तयारी हुन्छ यो गेट? 9 गते रेडी हुन्छ है। ल ठिक छ, एकदम धमाधम कामहरू सुरु भइराखेको छ र योचोटि सिन्धुली महोत्सव चाहिँ एकदमै यो पुराना संस्कृति झल्किने होइन धेरै खेलहरू पनि खेलाइने अनि सांस्कृतिक प्रस्तुति पनि रहने पनि मैले बुझेको छु र दैनिक रूपमा राष्ट्रिय कलाकार आउने कुरा त छँदैछ। त्यो सँगसँगै अब मौलिकपन झल्किने सांस्कृतिक कार्यक्रमहरू पनि रहने पनि हामीले योचोटि बुझेका पनि छौँ। र यहाँ चाहिँ यहाँ देख्न सक्नुहुनेछ यो बाल उद्योगका सामग्रीहरू छन्। यहाँ चाहिँ धमाधम बन्दैछ यहाँ। यो पिङ बन्दैछ, पिङ पनि ठुलै रहेछ योचोटि होइन। पिङ यो डुङ्गा पनि बन्दैछ, भक्का कामहरू भइराखेको छ एकदम। यो पिङ डुङ्गा सबै दाइ कति दिन लाग्छ अब यो पुरा हुन? हाम्रो टोली उता चाहिँ हो, भिडिरहेछन् दाइ भाइहरू सबै होइन, भिडिराखेको छ, बनाउँदैछ। र उतातिर चाहिँ यो स्टलहरू छ, यहाँ विभिन्न सामग्रीहरू राखिने स्टल पनि हो यो होइन, स्टल पनि छ यहाँ चाहिँ। यो चाहिँ मुख्य गेट प्रवेशद्वार भन्ने मैले बुझेँ भर्खरै अघि। यहाँबाट चाहिँ हामी प्रवेश गर्छौँ, यहाँबाट चाहिँ सिन्धुली महोत्सवमा यहाँबाट प्रवेश गर्ने रहेछौँ। हेर्न सक्नुहुनेछ यो गेट बन्दैछ, धमाधम बन्दैछ। अब केही दिनमा यो गेट पनि बनिसक्नेछ। र हाम्रो सानो भाइहरू पनि एकदमै साइक्लिङ होइन भाइहरू। भाइ यहाँ आऊ राजा आऊ। साइकल लिएर कता हिँडेको तिमी? ल भिडियो कहाँ हो तिम्रो घर? धुराफाट। ए यो सबैजना धुराफाटवाला हो। यता बसौँ त भाइहरू, न एउटा देखाइदिउँ भाइहरूलाई। अनि आज के हो, माघे सङ्क्रान्तिको दिन बिदामा हो, पुरै बिन्दास। अनि यहाँ थाहा छ यहाँ के हुँदैछ? यो त भ्लग हो, यो ठाउँमा यो खुल्ला मञ्चमा महोत्सव है। हेर्ने होइन त, हेर्ने कि नहेर्ने? म बोल्ने मान्छे? कहाँ बोल्ने मान्छे कान्छा? स्टेटमा होइन, स्टेजमा बोल्ने मान्छे। ए मेरो नाम के हो अरे? जीवी श्रेष्ठ है। ल भाइहरू खुसी लाग्यो है, चिनेको रहेछ भाइहरूले। अब यहाँ चाहिँ महोत्सव लाग्दैछ होइन। यहाँ पिङ हेर न, पिङ छ डुङ्गा। यहाँ आउनुहुन्छ नि सबै, को आउनु पऱ्यो भन न कलाकार? ऱ्यापरहरू हेर्नुपर्छ। अब दुर्गेश के छ थाहा छैन होइन, जस आउनुहुन्छ धेरै चर्चित कलाकार आउनुहुन्छ। भिटेन त अस्ति आएर जानुभयो है, भिटेनको फ्यान हो? ओ माइ गॉड, चल भिटेन चाहिने होइन त होइन त। ल सबैजनाले सिन्धुली महोत्सव भन्नुभयो बेसरी। मौसम होइन महोत्सव, सिन्धुली महोत्सव।
हेर्नलाई सबैजना आउनु होला हेर्नलाई सबैजना आउनु होला सिन्धुलीको खुल्ला मञ्चमा है सिन्धुलीको खुला मञ्चमा है यो माघ 9 गतेदेखि यो माघ 9 गतेदेखि सरस्वती पूजाको दिनदेखि अनि कान्छा यो साइकल फेरि चलाउ तल साइकल चलाउ म यहाँ तिम्रो भिडियो गर्छु ए रेसर हो कि क्या हो कान्छा रेसर हो ओ आ ल बवाल छ है कान्छा ल ल ल खत्रै छ यार भिडियोमा आउँछ युट्युबमा पेजमा आउँछ ल जीवी श्रेष्ठको पोडकास्ट पेज छ नि त्यहाँ आउँछ ल अर्को भाइ पनि हान्ने हो हेरौँ त ल सबले के गरी ल आउँदैन म त चलाउनै आउँदैन होला यो त अब त बिर्सिसक्यो होचो भइगयो नि यो मलाई आमा दुखाउँछ है लास्टै बानी नहुन्जेल त है घन्टी खोइ घन्टी हुन्न यसको हर्न लाउनु पाइँदैन ल चलाउ चलाउ मजाले चलाउ ल भाइहरू खेला खेला है खेला रमाइलो गर यतातिर चाहिँ यो डुङ्गाको लागि यो के बन्दैछ त्यही देखाउँ यहाँ चाहिँ यो डुङ्गाको लागि यहाँ के मिलिरहेको छैन त्यही भएर यहाँ एकदम डुङ्गा चाहिँ हट 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 के भयो भैया भयो 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 के भयो ल यो डुङ्गा चाहिँ यो को लागि यो मिलाउँदै हुनुहुन्छ उहाँहरू ल यही माघ 9 देखि माघ 19 गतेसम्म सिन्धुलीको खुल्ला मञ्चमा चाहिँ सिन्धुली महोत्सव 2082 हुँदैछ र यो चाहिँ यसो म यहाँ आउँदाखेरि देखेर एउटा छोटो भिडियो भ्लग बनाऊ भनेर हो र यहाँ चाहिँ धेरै देखिरहनु भएको छ अगाडिपट्टि होइन स्टलहरू पनि छ म स्टल देखाइदिन्छु बन्दैछ स्टलहरू पनि बनिराखेको छ स्टलहरू बन्दैछ होइन ल धेरै धेरै धन्यवाद सबैजनालाई यो छोटो मेरो भ्लग यहाँले हेरिदिनु भयो यसको लागि धन्यवाद र यहाँको सबै गतिविधिहरू म जोड्दै जानेछु त्यसको लागि चाहिँ जीवी श्रेष्ठ पोडकास्ट पेजमा यहाँहरूले पक्कै पनि फलो र लाइक गर्नुहुनेछ त्यसै गरी जीवी श्रेष्ठ युट्युब पनि यहाँले पक्कै पनि हेर्नुहुनेछ धन्यवाद सबैलाई धन्यवाद